अब मेरो अलमोस्ट यु क्यान सी सराउन्डिङ हेर्न सक्नुहुन्छ यस्तो घुमाइदिनु एकचोटि अलिअलि फुटेकोमा गर्दैछु डस्टबिनको पनि एउटा समस्या भएको रहेछ त्यहाँ डस्टबिनले चाहिँ डस्टबिनको लक खोलेको भएर चाहिँ फोटो सहित गएको रहेछ सो अहिले डस्टबिनको लक पनि लगाइदियो त्यहाँ लक हुन्छ राम्रो हुन्थ्यो कुकुरहरूलाई कति सफा खेल्नलाई पनि अहिले एकदम फोटो मैले 3 झोला भयो होला एउटा खाली 3 झोला भयो होला अनि अब तपाईँहरूले डस्टबिन देख्नु डस्टबिन त्यहाँ गाइस मात्रै भन्न चाहन्छु अब राखेर हात धुनुपर्ने हुन्छ आउनुहोस् कुनै ठाउँमा पनि फोन गर्नु भनेको कसरी भनेको हुँदैन डस्टबिन देख्नुहुन्छ अथवा फोन देख्नुहुन्छ लोकले साइड लगाइदिनुहोस् तर फोन चाहिँ डस्टबिनमै राख्नुहोस् किन तपाईँले आउनुहुन्छ आगो बाल्नुहुन्छ होला जाडो साग पार्नु साथीभाइहरू बस्नु आउनुहुन्छ र प्लिज डोन्ट इट एन्ड थ्रो योर वेस्ट डेली के हैन त्यही भएर त्यो जतिको नराम्रो चिज फेरि भगवानसँग गर्दै अब गतिको नि त मैले त तिम्रो यहाँ मैले भन्ने बिर्सिरा गाइज मेरो त फुल वर्कआउट भयो अहिले होइन एकदम यहाँ हेर्नुहोस् न यहाँ कति फोर थियो म आउँदा बिफोर र आफ्टर देखाउन आउँदैन अब तपाईँहरू आफै भिडियोमा हेरेर पहिला अगाडि हेर्नुहोस् अनि त्यसपछि आफ्टर हेर्नुहोस् कस्तो भएको छ आई क्लिन इच एन्ड एभ्री सिङ्गल पिसेस अफ प्लास्टिक्स एभ्री पिसेस अफ बोटल चाहिँ मैले त्यहाँ डस्टबिनमा राखिनँ किनभने बोटल अब लिन आयो भने अब फोहोर लिनेमा आउने मान्छेले बोटल लिएर जान्छ उनीहरूलाई फाइदै हुन्छ होइन अब त्यही भएर छेउछेउ नजानुहोस् प्लिज यो कुकुन आउँदा गणेशस्थान मन्दिर आउँदा अर्को पार्टमा आएर यस्तो फोहोर चाहिँ नगरिदिनु होला होइन अब फोहोर गर्नुभयो भने टक्क टिपेर टक्क राखिदिनु होला मैले मात्रै होइन सबैजनाले सिभिलाइज त्यसरी नै हुने हो आफ्नो गएको ठाउँ फोहोर देखिनुहुन्छ भने एउटा झोला लिएर फोहोर हाल्दैमा केही फरक पर्दैन यो सन्देश चाहिँ किप यु इन्भाइरोमेन्ट क्लिन एन्ड आफू आउने ठाउँ चाहिँ क्लिन बस्नुहोस् द्याट सोज हाउ क्लिन यु आर हाउ हाइजेनिक यु आर एन्ड हाउ ब्युटिफुल योर सोल इज फ्रम इनसाइड भन्ने कुरा चाहिँ हस् त थ्याङ्क यू